आज हामी त्यही यात्रामा छौँ, उची टनेलको अँध्यारोबाट हालम्बेको उज्यालोसम्ममा। यो केवल भियतनामको यात्रा मात्र होइन, यो तुलना हो हिजो र आजको, सङ्घर्ष र सम्भावनाको, भियतनाम र नेपालको। जहाँ कुनै बेला बमको आवाज गुन्जिएको थियो, आज त्यही विकासको गति सुनिन्छ। जहाँ गरिबी, पीडा र वेदनाले पुस्ताहरू थिचिएका थिए, आज त्यही अनुशासन, परिश्रम र सामूहिक चेतनाले राष्ट्र उठाएको छ। यो यात्रा आँखाले देखिएको भियतनाम हो, इतिहासले घाउ दिएको देश तर हार नमानेको जनता, युद्धले थाकिएको भूमि तर भविष्यप्रति अडिग विश्वास बढेको देश। जहाँ इतिहासले रगत र आँसु बगायो, त्यही आज विकासले मुस्कान रोपेको छ। र यही यात्राले हामीलाई एउटा मौन प्रश्न सोध्छ, यदि भियतनाम उठ्न सक्यो भने हाम्रो देश नेपाल किन उठ्न सक्दैन? यही यात्राको अनुभूति, अनुभवी आँखाले देखिएको भियतनाम र हामीलाई सोच्न बाध्य पार्ने तुलना बोकेको पुस्तक पुची टनेलदेखि लाहुम्बेसम्मको लोकार्पण समारोहमा म रिया श्रेष्ठ कार्यक्रम सञ्चालिकाको रूपमा यहाँ उपस्थित हुनुभएको सम्पूर्ण महानुभावज्यूहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदछु। अब यस लोकार्पण समारोहलाई व्यवस्थापन सेवा केन्द्रका अध्यक्ष श्री रामबाबु नेपालज्यूलाई यस सभाका सभा अध्यक्षज्यूको रूपमा आई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी वरिष्ठ भाषाविद, निबन्धकार तथा समालोचक प्राध्यापक डाक्टर माधव प्रसाद पोखरेलज्यूलाई समारोहको प्रमुख अतिथिको रूपमा मञ्चमा आसन तथा बाल साहित्यकार श्री प्रमोद प्रधानज्यूलाई समारोहको अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। निबन्धकार तथा समालोचक श्री ज्ञान अधिकारीज्यूलाई पनि अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गरिदिनु हुन समारोहलाई अगाडि बढाउँदै वातावरणविद तथा साहित्य अनुरागी डाक्टर नवराज खतिवडाज्यूलाई पनि अतिथिको रूपमा मञ्चमा। अब आजको कार्यक्रमको केन्द्रमा रहनुभएको पुची टनेलदेखि लाहुम्बेसम्मका अन्त्यमा स्वागत मन्तव्य प्रस्तुत धन्यवाद पल्लव श्रेष्ठज्यू। मञ्चासीन तथा मञ्चाभिमुख सबैमा अभिवादन। हामी नेपालीहरूले धेरै पहिला चाहिँ केही भियतनामको बारेमा समाचारहरू सुन्थ्यौँ, धेरै पहिलाको कुरा। त्यसपछि हाम्रा एकदम वरिष्ठ कविज्यू भुपी शेरचनले होची मिन्हलाई चिठी भनेर लेख्नुभयो। त्यो चाहिँ नि बडा प्रसिद्ध भएको थियो। त्यहाँले भुपी शेरचनको कविता घुम्ने मेदमाथि अन्धो मान्छे भन्नेमा होची मिन्हलाई चिठी भन्ने छ। त्यसमा उहाँले के लेख्नु भएको थियो, एउटा चाहिँ स्ट्यान्जा जस्तो भनौँ खण्ड, भूगोलको परिधिले मलाई बाधे पनि, राष्ट्रहरूको बिचमा सीमारेखाहरूले मलाई तिमीसँग बेग्ल्याए तापनि, यी सबभन्दा माथि जहाँ चेतना छ, यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ, त्यहाँ म तिमीसँग छु भनेर भियतनाम होची मिन्हलाई भनेर भियतनामलाई सम्बोधन गरेर उहाँले हामी भियतनामसँग छौँ। त्यो बेला अमेरिकाले चाहिँ र भियतनामको युद्ध भइरहेको थियो, बर्बर दमन थियो भियतनाममा। अमेरिका जस्तो महाशक्ति राष्ट्रले त्यो भियतनाम जस्तो राष्ट्रलाई चाहिँ चिचोमिचो गर्दाखेरि उहाँले त्यो कविता लेख्नु भएको थियो, यानि कि नेपाल तिमीसँग छ भनेर। भूगोलले बेग्ल्याएको बेला भियतनाममाथि अमेरिकाले बर्बर तरिकाले बम बर्साएर क्षतिग्रस्त पारिरहेको बेला नेपाली मन भियतनामसँगै छ भनेर जुन उहाँले लेख्नुभयो, त्यो मनोभाव प्रकट गरेको करिब 60 वर्ष भयो। 2023 सालमा त्यो कविता लेख्नु भएको छ, लगभग 60 वर्ष। त्यो बेला उहाँले के लेख्नुभयो भने भूगोलले हामीलाई बेग ल्याएको छ भनेर। तर त्यो बारलाई, भूगोलले बेग ल्याएको बारलाई चिरेर भत्काएर रत्नकुमार श्रेष्ठको परिवार, कान्छा छोराको परिवार र आफू श्रीमान श्रीमती साथै सम्झिनी भएर उहाँहरू चाहिँ 2081 को मार्चमा भियतनाम पुग्नु र त्यो
संवेदना सँगै बोकेर तिमी एक्लै छैनौ है, भियतनाम र नेपाल सँगसँगै छन्, हाम्रो कुराहरू मिल्छ भनेर होचिमिन्हले भनेको कुरा लिएर जानुभएको थियो। त्यति मात्रै जाँदाखेरि चाहिँ के भयो भन्दाखेरि सँगसँगै गर्दाखेरि भियतनामको अहिले 60 वर्ष अगाडिको त्यत्रो युद्ध हुँदाखेरि जुन क्षतिग्रस्त भएको थियो भन्ने मनोभाव लिएर गएको हामी छौँ भनेर भन्दाखेरि त्यहाँको जुन प्रगति छ त्यसलाई देखेपछि उहाँलाई चाहिँ नि वाह वाह भन्न मन लाग्यो। केही कुरा नेपालले किन गरेन यत्रो वर्षमा चाहिँ नि प्रगति चुकाउन मन लाग्यो। साथै मनमा के भावना आयो भने नेपालले पनि गरे त हुन्थ्यो नि, गर्न सकिन्छ भन्ने आशा अथवा केही अठोट यसो गरे हुन्थ्यो भन्ने चाहना भनौँ न, आफूले गर्ने अठोट हो अरू सबै कुरा होस् भन्ने चाहना, ती सबैले उहाँलाई चाहिँ एउटा के कार्यक्रममा गर्ने भनेर मात्रै यति कुरा मैले मेरो दिन भनेर आउनु भएको छ। त्यसकारण यहाँहरू त्यो समय सबैलाई सेक्रिफाइस गरेर यहाँ आउनुभएको सबैलाई म चाहिँ स्वागत गर्न चाहन्छु आयोजकको तर्फबाट। र यसमा अब भियतनामको कुरा गर्दा गर्दै होचिमिन्हलाई भोपी शेर्पाले लेखेको कविता त लेख्नु, उहाँले चाहिँ नि आफूलाई के लाग्यो भन्ने कुरा पनि कवितामा लेख्नु भन्नु छ। यात्रा मेरा लागि केवल हिँड्नु मात्र होइन, मनको झ्याल खोलेर नयाँ संसारसँग संवाद गर्नु। झ्याल खोलेर त्यसकारण हिँडेको मात्रै होइन, त्यहाँको संसारसँग उहाँले जुन संवाद गर्नुभयो त्यो संवादको रूपमा लेखिएका कुरा यस पुस्तकमा छन्। र यो भ्रमणबाट हामीले लाभान्वित हुनेछौँ। साथै उहाँलाई चाहिँ लेख्न यस्तो चाहिँ 10 दिन भ्रमण गरेर आएर यत्रो पुस्तक लेख्न सक्ने मान्छेलाई त्यसले त लेख्नु भएन, जाने प्रबन्ध मिलाउनु पर्यो। उहाँका चाहिँ छोरा बुहारी असीम श्रेष्ठले उहाँले आफैले भने अनुसार किताबमा लेखे अनुसार असीम श्रेष्ठ र स्वीकृति श्रेष्ठले उहाँलाई लिएर गएर घुमाइदिए। त्यसको चाहिँ फलस्वरूप हामीले यो पुस्तक पाउनेछौँ, अहिले किताब हाम्रो हातमा हुनेछ। यो प्रबन्ध मिलाइदिएको एकदम चाहिँ नि बत्ती बल्ल ठिक्क परेको बत्तीलाई चाहिँ सलाइको काटी गरिदिने काम चाहिँ गरेकोमा असीम श्रेष्ठ र चाहिँ स्वीकृति श्रेष्ठलाई पनि धन्यवाद ज्ञापन गर्नुपर्छ। पछि कसैले छुटाउनु होला त्यो कुरा भन्दै यहाँलाई फेरि पुनः म स्वागत गर्दै आफ्नो भनाइ धन्यवाद, नमस्कार। नेपाली साहित्यमा पछिल्लो समयमा यात्रा गर्नेहरूको सङ्ख्या अत्यन्त ठुलो छ र विशेष गरी अमेरिका र अस्ट्रेलिया। त्यसका कारण पनि तपाईँ हामी सबैलाई थाहा छ, लुकेको केही पनि छैन। टोपी भिसा र तेल भिसामा हामी प्रायः धेरै जान्छ। यो यथार्थ जतिसुकै सुन्दा नराम्रो लागे पनि यथार्थ हो र धेरैजसो व्यक्तिहरू कुनै उद्देश्यले यात्रा गरिरहेका हुन्छ। तपाईँ सबैलाई थाहा छ, सरकारी कर्मचारीहरू कुनै तालिमका लागि कुनै सेमिनारका लागि जान्छ, व्यापारीहरू व्यापारिक उद्देश्यका लागि गइरहेका हुन्छन्, अन्य विभिन्न क्षेत्रका शिक्षा क्षेत्रमा संलग्न हुनेहरू शैक्षिक प्रयोजनका लागि विश्वविद्यालयको भ्रमणका लागि जान्छन्। यसरी धेरै मानिसहरू विदेश गइरहेका हुन्छन्, तर उद्देश्य फरक हुन्छ। तर पर्यटकै मात्रै भएर कुनै उद्देश्य नराखिकन कुनै सेमिनारमा भाग लिन पनि होइन, कुनै किसिमको व्यापारिक प्रयोजनका लागि पनि होइन, अथवा कुनै अर्को कुनै उद्देश्य नराखिकन विदेश भ्रमण गर्न सक्ने नेपालीहरू अत्यन्त थोरै छन् र गर्नेहरूले पनि सबैले लेख्ने क्षमता भनेको फेरि अर्को क्षमता हो। र यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण पाठ चाहिँ के हो भने रत्नकुमार श्रेष्ठजी उहाँको परिवारसहित भियतनामको भ्रमण नितान्त पर्यटकीय उद्देश्यले भएको छ, अरू कुनै उद्देश्य छैन। त्यहाँ गएर उहाँले कुनै व्यापारको काम गर्नु छैन, कुनै शैक्षिक प्रयोजनका सेमिनारमा भाग लिनु छैन। उहाँलाई भियतनामलाई नजिकबाट हेर्नु छ, भियतनामलाई नजिकबाट चिन्नु छ,
र भियतनाम युद्ध पछाडिको यो विगत लगभग 70 अथवा 75 वर्षको अवधिमा भियतनामले जुन किसिमको एउटा भौतिक प्रगति मात्रै होइन, अन्य दृष्टिकोणले पनि त्यो जुन एउटा समग्र प्रगति गरिरहेको छ त्यसलाई उहाँले आफ्नो पुस्तकका माध्यमबाट यहाँ चाहिँ अभिव्यक्त गर्नुभएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरो यो हो। यो पुस्तकलाई मैले पाण्डुलिपिमै पढ्ने अवसर पाएँ। अलिअलि हामीले सल्लाह पनि गऱ्यौँ, अलिअलि चलखेल गऱ्यौँ होइन। र आज यो पुस्तक चाहिँ एउटा महत्त्वपूर्ण पुस्तकको रूपमा हामी समक्ष आएको छ। भियतनाम यात्रा धेरैको प्राथमिकतामा पर्ने देश होइन भियतनाम। नेपालीहरूले पनि भ्रमणै गर्न चाह्यो भने भियतनाम अत्यन्त कम प्राथमिकतामा पर्ने देश हो। तर पछिल्लो समयमा भियतनाम विश्वका पर्यटकहरूको एउटा महत्त्वपूर्ण गन्तव्यको रूपमा विकसित चाहिँ हुँदैछ। र रत्नजीले यो किताबमा, मैले उहाँसँग यो किताब पाण्डुलिपि हेर्ने अवसर उहाँसँग कुरा गर्दा उहाँले यो किताब लेख्नुको उद्देश्य चाहिँ के हो त? कुनै पनि किताब कसैले लेख्छ भने त्यसको उद्देश्य के हुन्छ? खालि आफ्नो मनको भडास अथवा आफ्नो मनको कुरा मात्रै लेख्नका लागि मान्छेले किताब लेख्दैन, केही न केही कारण हुन्छ। त के कारण हो त? उहाँले चाहिँ म फलाना ठाउँमा घुमेँ मात्रै लेखिदिनु भयो भने त्यो तपाईँ हाम्रो लागि कति पाच्य हुन्छ अथवा त्यसलाई कति हामीलाई आकर्षित गर्छ? मुख्य कुरो त के हो? आत्मनिर्भरताको बाटोमा हामी हिँडिरहेकै छैनौँ। मान्छे निर्यात गर्ने, वस्तु आयात गर्ने अर्थतन्त्रमा टिकेको छ त्यसैले हामी मान्छे निर्यात गर्ने काम बाहेक के त्यतिमा हामी अलिक बढी स्वार्थी भए। तर निस्वार्थ रूपमा यदि नेतृत्व वर्गले आफ्नो देश र देशका जनताको हितमा काम गर्ने हो भने थोरै अवधिमै देशको काया पलट हुन सक्छ भन्ने एउटा इतिहासको उदाहरणको रूपमा भियतनाम देखिएको छ। र त्यो भियतनामलाई रत्नजीले अत्यन्त नजिकबाट हेर्नु भएको छ। उहाँले यो किताब लेख्नुको कारण पनि त्यही हो। उहाँलाई यात्रा संस्मरणका कुराहरू अब भ्रमण गरिसकेपछि त्यो त आउँछन्, तर उहाँलाई सबैभन्दा भित्र दुखेको कुरो चाहिँ के हो भने भियतनामले यत्रो प्रगति गर्दा हामीले किन गर्नु सक्दैन? उहाँले ठाउँ ठाउँमा त्यो तुलना गर्नुभएको छ। उहाँले आर्थिक रूपमै उसको चाहिँ यति वर्षमा उसले कृषि उत्पादन कसरी बढायो, व्यापारमा कसरी उसले प्रगति गर्यो, हामी चाहिँ कहाँ छौँ भन्ने कुराहरू चाहिँ उहाँले तुलनात्मक रूपमा चाहिँ उहाँले चाहिँ डाटाहरू पनि दिनुभएको छ। र त्यसले एक प्रकारले मलाई लाग्छ यो देशप्रतिको चिन्ता पनि व्यक्त भएको छ। अर्काको देश घुम्न पाउनु, रमाइलो लाग्नु बेग्लै कुरा हो, तर अन्ततः हामी फर्केर आउने त यही माटोमा हो। यो माटोमा जब हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्केर चाहिँ देख्छौँ अनि त्यहाँदेखि हाम्रा चाहिँ अनुहार खुस रोक्न थालिहाल्छ। किनभने तपाईँ हामी सबैलाई थाहा छ हाम्रो योजनाहरू, हाम्रा कार्यक्रमहरू, हाम्रा चिन्तनहरू देशहितका भन्दाखेरि व्यक्तिहित, पार्टीहितमा बढी केन्द्रित छ। हामी देशलाई भन्दा पार्टीलाई सत्तामा पुर्याउने खेलमा, देशलाई माथि पुर्याउने खेलमा हामी कोही पार्टीलाई माथि कसरी पुर्याउने र सत्तासीन गराउने खेलमा मात्रै छ। र त्यसैले गर्दा हामी यो अवस्थामा छौँ। र यो कुरोलाई उहाँले नलुकाइकन भन्नुभएको छ। उहाँले नेपालको राजनीतिक परिवर्तन सँगसँगै आएका कतिपय कुराहरूलाई चाहिँ उहाँले सूक्ष्म रूपमा हेर्नु भएको छ र किन भएन भनेरको एन्सर चाहिँ उत्तर खोज्ने कोसिस पनि गर्नुभएको छ र त्यो आफ्नो पीडा भोग्नु भएको छ। त्यो आफैमा महत्त्वपूर्ण कुरा हो। र अरू त धेरै कुराहरू छन् यहाँ। अब बुद्धका कुराहरू छन्। अब यो यसमा जम्मा 11वटा शीर्षकमा उहाँले काठमाडौँबाट भियतनाम जाँदाबाट प्रसङ्ग सुरु गरेर अन्तिममा चाहिँ बाई बाई भियतनाम भनेर चाहिँ उहाँले भियतनाम छोडेर नेपाल आउनुभएको प्रसङ्गलाई चाहिँ उहाँले जम्मा 10-11 दिनको यात्रा होला यो। र त्यो सँगसँगै उहाँले अलिकति आफ्ना मनका कुराहरू केही जुन कुरा संस्मरणमा लेख्नुभन्दा बेग्लै लेख्दा उचित हुन्छ कि थाहा उहाँले यसमा परिशिष्टमा चाहिँ केही एउटा आर्टिकल र एउटा कविता उहाँको पनि राख्नु भएको छ र केही चित्रहरू छन्। र यसले नेपाली यात्रा साहित्यको क्षेत्रमा अहिले पछिल्लो पुस्तालाई भियतनाम एउटा महत्त्वपूर्ण गन्तव्य हो भन्ने कुरो त दिग्दर्शन गर्छ नै। र त्यो सँगसँगै नेपाली यात्रा साहित्यको हिसाबले हेर्दाखेरि भियतनामसँग
जोडिएर लेखिएका किताबहरू अत्यन्त थोरै रहेछन्। मैले यही किताबको पाण्डुलिपि पढ्ने क्रममा मसँग भएका किताबहरू खोज्दाखेरि भियतनामैमा टेकेर लेखिएका 2टा किताबहरू प्रकाशित भएका रहेछन्। एउटा कृष्ण प्रधानजीको, मैले नाम चाहिँ ठ्याक्कै अहिले मैले देखेँ, अनि अर्को एकजनाको, 2जनाको कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू र यहाँ रत्न सरलाई माया गरेर सम्झेर पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरूमा हार्दिक नमस्कार। सबैभन्दा पहिला त रत्न सरलाई यो दोस्रो कृति यात्रा नियात्रा भन्ने चाहिँ साहित्यमा यो नियात्रा विधा हो। यो नियात्रा कृतिको लागि सरलाई हार्दिक बधाई। र यहाँ उभिएर सरलाई बधाई भन्दै गर्दाखेरि सबैजनालाई बधाई भन्नुपर्छ। जसले सरलाई यो किताब लेख्नलाई साथ दिनुभयो, सहयोग दिनुभयो, वातावरण बनाइदिनु भयो, सबैजनालाई बधाई। र हामी नेपाली साहित्यका पाठकहरूलाई पनि बधाई, किनभने एउटा पढ्नलायक किताब आएको छ। र सरलाई बधाई सँगसँगै शुभकामना। यो साहित्यिक यात्रामा पहिला जानु भएको छ, यो यात्रा लामो होस्, उचाइमा पुगोस्, त्यसको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। समयको पाबन्दीलाई मलाई एकदम बुझ्छ, 10 मिनट भनिरहनु भएको छ, मलाई त्यति पनि लाग्दैन, किनभने ध्रुव सरले नि केही कुरा भनिसक्नुभयो, प्रमोद सरले पनि केही कुरा भनिसक्नुभयो, अगाडि नै उहाँले पनि यो किताबको जिस्ट कुराहरू भनिसक्नुभयो। अब त्यो त्यही कुरा दोहोऱ्याउँदाखेरि खासै इन्ट्रेस्ट पनि लाग्दैन। र किताबभित्र यो कुरा छ भनेर मैले बेली विस्तार लगाएँ भने त्यो किताबको एउटा त्यो मर्छ होइन। अहिले एकछिनपछि सबैजनाको हातमा किताब हुन्छ, त्यो किताबभित्र के होला, कस्तो होला यो भन्ने एउटा उत्सुकता, त्यसलाई पनि जिउँदै राख्नुपर्ने हुन्छ। त्यसैले म यहाँ एउटा पाठक भएर पढिसकेपछि कस्तो हुन्छ त, त्यो कस्तो लाग्छ त भन्ने कुरा मात्र एकदमै छोटोमा भन्छु। यात्रा भनेको आँखाले देखेको चित्रभन्दा हृदयले महसुस गरेको कविता हो भन्ने मान्यता उहाँले राख्नुहुन्छ भन्ने कुरा किताब पढ्दै जाँदाखेरि थाहा हुन्छ। यात्रा त कति गरिन्छ, ती सबै यात्राहरू लेख्न लायक हुँदैनन् र त्यो ग्रहण गर्ने क्षमता पनि हुँदैन। एउटा फुल देख्यो भने कसैले त्यही फुलमा स्वर्ग देख्छ, संसार देख्छ, कसैले फुल फुल्यो भनेर हिँड्छ, त्यो ग्रहण गर्ने क्षमतामा पनि भर पर्छ। भियतनाम त कति गए। मलाई यो किताब पढिरहँदाखेरि अघि सरहरूले पनि भन्नुभयो, झन् प्रमुख सरले यहाँ भनिरहँदाखेरि त यहाँ अगाडि सबै नेताहरूलाई राखेर बोल्नुपर्ने कुरा थियो जस्तो लागिरह्यो मलाई होइन। किन भियतनाम त्यति चाँडै विकास भयो, किन नेपाल भएन भन्ने कुरा त हामी सर्वसाधारण भन्दा त्यो नेताहरूलाई सुनाउनु पर्ने कुरा थियो। तर मलाई यो किताब पढ्दै गर्दाखेरि के लाग्यो भने कति सरकारी पैसामा, सरकारी सुविधामा गएर घुमेर ती विकासहरू हेरेर आउँछन्, उनीहरूलाई चाहिँ त्यो विकास आएर गरौँ जस्तै नलाग्ने। अनि हामी सर्वसाधारणहरूलाई चाहिँ होइन, रत्न सर हामी जस्तोहरू गयो भने चाहिँ यस्तै बनाउन पाए हुन्थ्यो, यस्तै गर्न पाए हुन्थ्यो, यो मेरो कुरा कसैले सुनिदिए हुन्थ्यो, मनन गरिदिए हुन्थ्यो भनेर हुटहुटी लाग्ने। के भयो त्यहाँ गइसकेपछि चाहिँ विकासभन्दा पैसा चाहिँ ध्यानमा रहने रहेछ कि भन्ने पनि लागिरह्यो यो हामीले यो बहस गर्दै गर्दाखेरि। र मैले यहाँ भन्न खोजेको कुरा के हो भने सरले भियतनाम गएर किताब ल्याउनु भयो होइन, सुटकेसभित्र कुनै सामान ल्याउनु भएको भए हामी यसरी अहिले यहाँ जम्मा हुने नै थिएनौँ होइन, त्यो घरभित्रै रहन्थ्यो। किताब ल्याउनु भयो, किताबभित्र विचार ल्याउनु भयो, अनि हामी सबैजना जम्मा भएर सुन्न पायौँ, नेपाली साहित्यले एउटा कृति पायो। त्यसैले अरूले भ्रमण गर्नु र एउटा लेखकले भ्रमण गर्नुमा यही फरक हुन्छ। लेखक मनमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा संवेदना हुन्छ र उसले त्यो संवेदनाले हरेक कुरालाई अनुभूत गरिरहेको हुन्छ। त्यस्तै कुरा यहाँ छ। यस कृतिमा चाहिँ 3वटा खण्ड छन्। पहिलो खण्ड चाहिँ नियात्राको खण्ड छ र यहाँहरू सबै उपस्थित महानुभावहरू लगायत 33 कोटीलाई एकैचोटि मेरो हार्दिक नमन छ। यो एउटा मान्छेले भाषण गर्नुभयो अरे, अनि जे मुख्य कुराहरू सबै अगाडिका वक्ताहरूले भनिसक्नुभयो, अब केही बाँकी रहेछ भने पछाडिकाले भन्नुहुन्छ मेरो भाषण सकियो भनेर जस्तै भइरहेछ मलाई। सबै कुरा भनिसक्नुभयो, अब अलि बाँकी छ भने पछि भन्नुहुन्छ भनेर मलाई बडो अप्ठ्यारो परेको छ। र पनि म केही कुराहरू यहाँ राख्छु। र यो मैले अहिलेसम्म बडो भाग्यमानी, म यो साहित्यको विद्यार्थी नभए पनि म आफूलाई के साथमा भाग्यमानी ठान्छु कि यो केही किताबहरू लाइसी भन्ने कथा सङ्ग्रह, मिश्रित जात जाति हामी नेपाली, खेमराज नेपाल पूर्व सचिवज्यूको, कर्णालीको मर्म डाक्टर दिपेन्द्र रोकाएको, सिकेपो भन्ने हाम्रो आदरणीय ध्रुव सर यहीँ हुनुहुन्छ, र अन्त्य नारायण स्मृति भन्ने
हाम्रो पूर्व मन्त्री दीनबन्धु अर्यालज्यूको र यो ज्ञान व्यवस्थापन अवधारणा अभ्यास हाम्रो आदरणीय रामबाबु नेपाल सरको असलपन र प्रभावकारिताको सम्वर्धन यो पनि रामबाबु सरकै र यो घोप्टे युग भन्ने धार्मिक भोला लेख्नुभएको हास्य व्यङ्ग्य र अहिले अब आज आएर कुचिल टनेलदेखि हालोङ बेसम्मको एउटा सानो समीक्षक त होइन, मैले पढ्दाखेरि केही पाएका कुराहरू यहाँलाई म सुनाउँछु। र यो बडो एउटा पुस्तक लेख्ने कुरामा अघि पनि हाम्रो आदरणीय प्रमोद प्रधानज्यूले भन्नुभयो, हाम्रो पूर्व समीक्षकज्यूले पनि भन्नुभयो र यो सम्झना र चिन्तन भन्ने यो हिमालय शमशेर राणाले लेखेको एउटा किताब एकदम राम्रो। यसको भूमिकामा उहाँले के लेख्नु भएको छ भने, उहाँले किन किताब लेख्नु पर्यो भने नारायणी टुडेका सम्पादक वीरेन्द्र पौडेलबाट सम्पादित विचारदान नगर्ने अल्छीहरू भन्ने शीर्षकको लेख पढ्न पुगे। त्यसकारण त्यो विचारदान नगर्ने अल्छीहरूको किताबमा पढ्ने भयो होइन। त्यो भयबाट जोगिनको लागि 80 वर्षमा उहाँले यो किताब लेख्नुभयो भनेर यो छ। र त्यसकारण हाम्रो आदरणीय रत्न सरले पनि यो दुईटा किताब लेखेर विचारदान नगर्ने अल्छीहरूबाट मुक्ति पाउनु भएको छ। त्यसको लागि म हजुरलाई धन्यवाद दिन्छु। म त लेख्न लाग्यो त्यहाँबाट नै यो वास्तवमा यो किताब चाहिँ कतिपय मान्छेहरू तपाईँको घुमिसकेर आएर सम्झेर लेख्छन्, तर यो चाहिँ यो म साझी यात्रा भन्छु। यसलाई साझी यात्रा भनेको त्यो घटना घट्दैछ, त्यो मान्छे घुम्दैछ र त्यहीँ लेखिहाल्ने होइन। कतिपय अवस्थामा ल्यापटपमै दिन बोकेर जाने, एकछिन टाइम पनि लेखिहाल्ने, साझी यात्रा भन्छु म। त्यस्तै किसिमको छ। र अझै जाउँ, नेक्स्ट अझै जाउँ। यो कुरा आइसक्यो। यसमा 11वटा शीर्षकमा लेखहरू छन् र त्यसमा परिशिष्ट पनि छ। 2-3 यो आइसक्यो, यसमा जाने नेक्स्ट अर्को जाउँ। र अब एकैछिन यात्रामा के छ भन्दा मार्च 23 को टिकट, तर विमानस्थल जाने मार्च 22 मा। एक दिन अगाडि विमानस्थल जाने किन होला, यसको कारण पत्ता लगाउने यहाँ किताब पढ्नुहुन्छ है। र डेजर्ट सफारीमा के भयो, डेजर्ट सफारीमा हावा लागिरहेछ एकदम। के लेख्नुहुन्छ हाम्रो यात्राकार भने हात र गगल सम्हाल्ने कि स्कर्ट सम्हाल्ने युवतीहरूलाई होइन, त्यो कुरा लेख्नु भएको छ। र बाबा अब तपाईँले M16 राइफलबाट गोली चलाउनु पर्यो भनेर छोराले बाउलाई बन्दुक दिनु। नेक्स्ट जाउँ है। हाम्रो लागि त पार्टीका महासचिव र प्रधानमन्त्री भगवान सर आउनु अघि आइसकेको कुरा। नेक्स्टमा जाउँ। चढ्नेहरू सबैजना डरले चिच्याइरहेका थिए। नेक्स्ट शिखर र सागरको मिलन भयो। कस्तो बिजोड शिखर र सागरको मिलन। हामी शिखरको मुलुकमा छौँ, सगरमाथा होइन। हामी के अरे हिमाल होइन, शिखर भयो। अब त्यहाँ सागर छ, समुद्र भनेपछि शिखर र सागरको मिलन भयो भने के होला, बडो अद्भुत कल्पना गर्नुभएको छ। नेक्स्ट अर्कोमा जानुहोस्। सुरुङभित्र पसेका बेला भूकम्प आयो भने के होला होइन, यो पनि छ। अर्को नेक्स्टमा जानुहोस्। नर्तकीका मुस्कान र चालमा डट देखियो। नर्तकी भनेको नृत्याङ्गना, नाच्ने मान्छे। अब युवतीहरू नाचिरहेका थिए, कुनै सांस्कृतिक कार्यक्रम थियो र तिनको मुस्कान र चालमा केही देखियो भनेर लेखिएको छ। के देखियो हामी किताबमा? रमाउनका लागि रमाउने तरिका जान्नुपर्छ। अर्को बैठकको ड्युटी फ्री पसलमा मैले डटको एक प्याकेट किनेँ। अब यो डट के होला, कसैले भन्नु भने पुरस्कार हुन्छ। कल्पना गर्नुहोस् के किन्नु होला? डट एक प्याकेट हजुर, चक्लेट। अरू एक प्याकेट के किन्नु होला खै? अब यहाँले कल्पना गर्नु होला, पत्ता लगाउनु भयो भने पुरस्कार दिनु। रेड लेभल उस्की भनेको छ। यस, उहाँले पुरस्कार पुरस्कार दिइहाल्नु भयो। अब एकैछिन मेरो छेउमा युवकहरूले ठ्यास्स बस्छ, तर युवती भने अर्कै तरिकाले बस्छ। त्यो पनि किताबमा पढेर यहाँले थाहा पाउनु। हजुरले रुटिन अफ नेपाल बन्द सुन्नुभएको छ। अर्को नेक्स्टमा ओके, त्यो पहिला त्यहाँ एउटा प्रयास लाग्यो, ठिक छ, भइहाल्यो। यो कुराहरू चाहिँ तपाईँको यात्रामा छ भनेको जो बडो रमाइला प्रसङ्गहरू छन्, रोचक लाग्ने, आश्चर्यजनक छन् होइन। र यी कुराहरू एकदमै राम्रोसँग प्रस्तुति गरि। अमेरिका जस्तो शक्तिशाली देश, साधन सम्पन्न देशले पनि त्यो सानो देशलाई किन हेपेको होला भन्ने मनमा लाग्थ्यो।
एक किसिमको विद्रोह त्यतिखेर मेरो मनमा जन्मिन्थ्यो। अनि ठक्क भियतनामको कुरा आउनु बित्तिकै मैले आफूले बनाएको प्रोग्राम पनि होइन, मेरो त्यो कान्छो छोरो असिमले चाहिँ अलग सडन राखेको प्रोग्राम हो। अनि मैले के सोचेँ भने तेरो आइटिनरी हेरौँ भने क्या कहाँ कहाँ घुम्ने हो, सरलाई हेरेँ कुची टनेल छैन जुन चाहिँ अमेरिका भियतनाम युद्धको मेन थल हो। अनि कुची टनेल नदेखेपछि अरू त नेपाल जस्तै होला, नेपालै जस्तो होला, के हेर्ने। कमसेकम मेरो बाल्यकालको त्यो कुची टनेल युद्धको सङ्ग्रहालय हो भनेपछि त्यो चाहिँ राख भनेर मैले प्रेसर दिएँ। अनि सापा भन्ने एउटा राम्रो ठाउँलाई क्यान्सल गरेर, भियतनामको राम्रो ठाउँ है त्यो सापा भ्याली भन्ने एकदमै राम्रो ठाउँ, त्यसलाई क्यान्सल गरेर कुची टनेल चाहिँ मेरो अनुरोधमै राखेको हो। र मेरो बाल्यकालदेखिको इच्छा थियो क्या भियतनामीहरूलाई उम्लिरहेको भाँडमा डुबाएको बङ्गरमा राखेर गरेको। जम्मा 30 लाख भियतनामीजहरूको मृत्यु भएको छ। 65 देखि 73 सम्मको लडाइँमा 30 लाख भियतनामीमा 20 लाख त भियतनामी सैनिकको मृत्यु भएको छ, 10 लाख सिटिजनहरूको मृत्यु भएको छ। अनि जबकि 25-26 सालमा मैले एउटा किताब पढेको छु के अरे मोतीलाल दुगरको होइन, मोतीलाल दुगरको कृषि उद्यमदेखि जल विद्युतसम्म भन्ने उहाँको छ है आत्मविवरण। त्यसमा के लेखेको छ भने 25-26 सालमा भनेपछि म करिब 3 क्लास पढ्थेँ होला, 4-5 क्लास पढ्थेँ। त्यतिखेर नै नेपाल सक्षम छ, जुट निर्यात गरेको छ, जुटबाट बनेको सामान जापानहरूमा पठाएको छ, यो दालहरू त्यसपछि चामलहरू श्रीलङ्का बङ्गलादेशमा निर्यात गरेको छ। यति त्यो अवस्थामा 26-27 सालमा नेपालले निर्यात गरेको छ त्यति कृषि उत्पादनहरू। भियतनाम जब युद्धको विदिशा दलदलमा फसिरहेछ, तिनीहरू त देशलाई कसरी जोगाउने भन्ने युद्धमा होमिरहेछ, त्यही बेलामा हामी सक्षम छौँ है। मलाई त्यो कुराले हिट गर्यो। हिट गरेपछि मैले कुची टनेल चाहिँ राख्नै पर्छ भनेर मेरो प्रेसरमा राखेको। फेरि कुची टनेल त्यो राखियो। त्यसपछि मेरो मनमा एउटा के जिज्ञासा जाग्यो भन्दाखेरि अरे युद्धले बल्ल खुट्टा टेकेको 1975 मा जब एकीकरण भयो, एकीकरण भएपछि स्टेबिलिटी ल्याउनलाई पनि त 5-7 वर्ष त लाग्छ नि। जब अहिलेसम्म हामी स्टेबल हुन सकेको छौँ, 35-40 वर्ष पनि हुन सकेको छौँ। भियतनामलाई त लाग्यो होला 1975 देखि मिनिमम 86 सम्म 85 सम्म त उनीहरूलाई स्टेबल हुन लाग्यो। एउटा अचम्मको कुरो नि, किन भत्केको संरचना बनाउनु पर्यो, बाना हिलको त्यो के अरे त्यो टावर नै 200वटा घर ध्वस्त भएको त्यो बनाउनु पर्यो है। धेरै कुरा छ त्यो किताबभित्र छ है, म त्यो इनडेप्थमा जान्न, तर जड कुरो मात्रै भन्न खोज्दैछु। अनि 1986 मा के अरे सुधार तथा खुला नीति दु मई पोलिसी भन्ने उनीहरूले इन्ट्रोड्युस गरेको छ। त्यहाँदेखि यसले कायापलट गरेको छ भियतनामले 1986 देखि। अनि त्यसले कसरी कायापलट गर्यो भन्दाखेरि ओपन इकोनोमी भयो, निजी क्षेत्रले लगानी गर्न पाउने भयो, विदेशहरू सर्व आए। अनि उनीहरूले लगानी कसरी गर्यो भन्दाखेरि जता लाग्यो जस्तो म सुनाउन चाहन्छु है, यो बिट माग्नुभन्दा भियतनाम पहिले युद्धले थिचेको बिउ, तर सुधारको वर्षाले चुन्दा हरियो वन बनेर फुल्यो। नेपाल तिमी पनि हिमाल जस्तै अटल, यदि दृढ सङ्कल्पको किरणले अवसरका ढुङ्गा चिर्यो भने भोलि तिमी पनि भियतनाम झैँ प्रकाशको दियो बन्न सक्छौ भन्ने यो मैले मनमा एउटा उथुल भएर अभिव्यक्त गरेको हो। र एउटा अर्को जाँदै 2019 मा सन् 2019 मा वर्ल्ड ट्राभल एवार्ड चाहिँ एसियाको टुरिज्म लिडिङ डेस्टिनेसन भनेर भियतनामले प्राप्त गरेको छ क्या 2019 मा। र मैले त्यहाँ किताबमा लेखेको छु समुद्री बेष्टित देश बाहेक अरू सबै नेपालसँग मिल्छ भूगोलिक बेष्टित। अनि हामीले गर्न नसक्ने के छ र भन्ने मेरो मनमा धेरै जिज्ञासा उत्पन्न भएको कुराहरू यसमा लेखेको छु। अन्तमा यहाँहरूलाई जाँदै मेरो भित्री हृदयदेखि नै यहाँहरू सबैलाई म पुनः स्वागत गर्दै यहाँ आउनु भएकोमा आभार व्यक्त गर्दै मेरा आफन्तजन मित्रजन है सम्पूर्ण साथीभाइहरूलाई म धन्यवाद दिन चाहन्छु।
समयको कुरोले गर्दाखेरि धेरै कुरोहरू भनिराख्नु जरुरी पनि छैन, धेरै कुरो आइसकेका छन्। मलाई शुभकामना दिने मौका प्रदान भयो र आयोजक वर्गले म चाहिँ शुभकामना दिन उभिरहेको छु। शुभकामना छ, दुईटा कामना जोडिरहेको छ, मेरो कामना र रत्नकुमारजीको कामना। रत्नकुमारजीको कामना आजको किताब यो चाहिँ सार्वजनिकरण गर्ने, लोकार्पण गर्ने कामनाको कुरा हो, उहाँलाई बढाइ छ, शुभकामना। मेरो कामना जे भन्नुहुन्छ त्यो किताबमा जो आज लोकार्पण भयो, सौभाग्यवश मैले पनि पाण्डुलिपि हेर्ने र पटक छलफल गर्ने मौका पाएको थिएँ। त्यो किताबमा मेरो शुभकामना त्यो किताबमा पनि छ, हजुरहरूले पढ्नुहुनेछ। त यसरी आज यो 2 शब्द बोलेर म 2-3 मिनटमा मेरो भनाइ सिध्याउन चाहिरहेको छु। कुची टनलदेखि हालङ बेससम्म भियतनाम यात्राको जुन किताबको चर्चा आयो, यात्रासँग सम्बन्धित रत्नकुमारजी नियात्राकार, यात्राकार, के का। योभन्दा पहिलेको उहाँको पुस्तक यो प्रेतात्मासँग, यो पनि यात्रासँग सम्बन्धित। उहाँले भूत प्रेत पिशाच देख्नुभयो, तपाईँहरू नडराउनु होला। उहाँले देख्नुभएको त्यो किताब पढ्नु भएको भए, जुन किताब मैले समीक्षा गर्ने मौका पाएँ, मेरो लेख किताबहरूमा आइरहेछ, उहाँ वो यात्रामा देख्नुहुने धेरै कुराहरू रहेछ। अब आएर भियतनाममा पनि के देख्नुभएछ र त्यो देखेका कुराहरू यो किताबमा प्रस्तुत गरिराख्नु भएको। किताबमा के छ भनेर मैले भनिराख्नु पर्ने, तर यो नियात्रासँग सम्बन्धित भएको हुनाले आज म यो 85 नागेर 86 वर्षको उमेरमा पुगिरहेको छु। मैले पनि विश्वको 18वटा राष्ट्र र नेपालको 65 जिल्ला घुमेँ, तर मैले यात्राको बारेमा लेख्न सकिरहेको छैन। हालाकि मेरा 14-15वटा किताब प्रकाशित भइसकेका छ। अब प्रेरणा दिइरहेछ रत्नकुमारजीले, मैले पनि यात्राको किताब लेख। यात्रासँग सम्बन्धित 2टा शब्द बोलेर म बिदा माग्न चाहिरहेको छु। यो किताबमा के छ, यहाँ पूर्ववक्ता मित्रहरूले, विद्वान मित्रहरूले धेरै भनिसक्नु, त्यो दोहोऱ्याइराख्नु पर्यो। यात्राको सन्दर्भमा चर्चा गर्दाखेरि त्यसैले म छुट्टै पारेर बोल्ने बानीवाद मान्छे थिएँ, तर के हुँदो रहेछ भने त्यो सुन्ने मान्छेलाई अर्को लागिसकेका हुन्छ, बोल्ने मान्छेले चाहिँ आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउँछु भन्छ, उसलाई त 2 शब्द नै लागिरहेको हुन्छ। यो कुची टनेलदेखि हालङ बेससम्म भूतले गरेका जतिका त्यो एक प्रकारको अद्भुत रसमा लेखिएको त्यो एउटा किताब थियो। अनि त्यस पछाडि यो कुची टनेलदेखि हालङ बेससम्म उहाँको यो दोस्रो किताब। यो दोस्रो किताबमा अघि त्यो डाक्टर नवराज खतिवडाले होला कि कसैले यो उसको हाम्रो जुन संस्मरण दिनुभयो, जसले ज्ञान पायो लेख्न चाहिँ लेख्दैन, त्यसलाई उहाँले जुन भन्नुभएको थियो, यो चाहिँ रत्नकुमार श्रेष्ठलाई मैले सबभन्दा पहिले चिनेको धरानमा एप्लाइड साइन्स एन्ड टेक्नोलोजी को धरान क्याम्पस, त्यस बेला 31 सालदेखि त्यहाँ पढाउन थालेको, 12 वर्ष एप्लाइड साइन्स एन्ड टेक्नोलोजीको त्यो धरान क्याम्पसमा मैले पढाएँ। उहाँ त्यो क्याम्पसको पहिलो ब्याचको विद्यार्थी, दोस्रो ब्याचका र अरू केही ब्याचका मेरा विद्यार्थीहरू यहाँ म देख्दछु। कसैलाई अनुहारले चिन्छु, नामले बिर्सेँ, कसैको नामले चिन्थेँ, अनुहारले भेट पाउँदिनँ। नाम र अनुहार दुइटै कसैको जोडिन्छ, कसैको नाम न अनुहार, त्यस्तो भएको छ। रत्नकुमार श्रेष्ठ
क्याम्पसलाई मैले सबभन्दा पहिले चिनेको धरानमा एप्लाइड साइन्स एन्ड टेक्नोलोजी को धरान क्याम्पस त्यस बेला 31 सालदेखि त्यहाँ पढाउन थालेको 12 वर्ष एप्लाइड साइन्स एन्ड टेक्नोलोजीको त्यो धरान क्याम्पसमा मैले पढाएँ। उहाँ त्यो क्याम्पसको पहिलो ब्याचको विद्यार्थी, दोस्रो ब्याचका र अरू केही ब्याचका मेरा विद्यार्थीहरू यहाँ म देख्दछु। कसैलाई अनुहारले चिन्छु। अतिथि कवि समालोचक तथा बाल साहित्यकार श्री प्रमोद गरी मायाको चिन्ह ग्रहण गरिदिनुहुन्न। त्यसै गरी मायाको चिन्ह सबभन्दा मैले चाहिँ महसुस गरेको कुरा के रहेछ भने सरकारप्रति जनताको विश्वास चाहिँ सबभन्दा ठुलो कुरा रहेछ। जनताको विश्वास भएन भनेदेखि त्यो सरकारको वैधता नै हराउँछ। त्यस कारण चाहिँ मैले ठाउँ ठाउँमा एकपल्ट नेदरल्यान्डमा पनि त्यस्तो महसुस गरेँ। ड्राइभरले के भने वी पे हाइएस्ट ट्याक्स बट वी आर ह्याप्पी बिकज आवर कन्ट्री इज डुइङ बेस्ट फर अस। हाम्रो लागि चाहिँ त्यस्तो राम्रो गरेको छ, हामीले सबभन्दा महँगो ट्याक्स दिन्छौँ तर हामी ह्याप्पी भनेर। त्यस कारण चाहिँ राज्यप्रतिको विश्वास भयो भने त्यो देशले चाहिँ विकास हुन्छ। त्यहाँ चाहिँ खान पुग्ने अवस्था थिएन, गरिब थियौँ हामी। त्यहाँको विल कम भन्ने प्रधानमन्त्रीले तिमीहरूलाई चाहिँ बिहान साँझ खाने जुटाउने चाहिँ मेरो जिम्मा भयो, तिमीहरूले मैले भने मान्नुपर्छ, तिमीहरूले मैले भनेको काम गर्नुपर्छ भनेर जनतासँग चाहिँ त्यो वाचा गरेर खानेकुरा उसले जुटाउने, जनताले उनले भनेको मान्ने गरेर विकास गरेको